चाहिँ अब घुम्नु जाँदैछु। हामी चाहिँ यहाँनिर अलिपुर आइपुग्यौँ पेट्रोल पम्पमा। अन्त चाहिँ गोइङ अहेड चाहिँ यस आई होप हामीले राम्रोसँग इन्जोय गर्छ। तपाईँलाई पनि देखाउँछु बिजी Hi guys, finally हामी आज घुम्दा Hey guys, so हामीले हाम्रो सिक्किमको फर्स्ट टुर चाहिँ स्टार्ट गर्यौँ टेमिटी गार्डनबाट। यहाँको चाहिँ एकदम दामी भ्यू लागेर मैले यो भिडियोहरू सानो क्लिक गरेको थियो र तपाईँहरूमा आज सेयर गर्न गइरहेको छु। हेरिदिनुहोस् होला। अन्त हामी आज कहाँ कहाँ घुम्ने छौँ त्यो पनि तपाईँलाई अगाडि भिडियोमा हेर्नु सक्नुहुन्छ तपाईँले। स्टे ट्युन। सो हे गाइस, हामी चाहिँ टिमिटी गार्डनमा फाइनली आइपुग्यौँ र यो देख्नुभएको चाहिँ तपाईँहरूले यो चाहिँ कञ्चनजङ्घा हिमालय हो। कति राम्रो देख्दैछ है यो हिमालय, छर्लङ्गै देख्दो रहेछ। कति सुन्दर यो दृश्यहरू देखेको। र यो देख्नुभएको गाछहरू चाहिँ के हो भन्दा चाहिँ चेरीको गाछ रहेछ। यहाँनिर चाहिँ नोभेम्बर डिसेम्बरमा चाहिँ अस्ति लास्ट इयर तपाईँले देख्नुभयो होला कस्तो भाइरल भएको थियो। त्यो भिडियो देखेर चाहिँ हामीलाई पनि जानु इच्छा थियो र प्लानिङ चाहिँ भएन र यो पालि प्लानिङ गरेर चाहिँ गयो। तर के गर्नु, अफसोस छ हामीले चेरी ब्लोजम भएको हेर्नु पाएन। सो यहाँनिर चाहिँ हामीले आइपुगेर फोटो खिच्ने तर्खरमा लाग्यौँ। त्यहाँबाट चाहिँ यहाँनिर भ्युजहरू हेर्दै यहाँनिर फोटोको पोजहरू सिकाइरहेको थियो। बाई द वे मेरो चाहिँ उहाँ चाहिँ सोल्टिनी हो। सो सी इज फ्रम युएस। सो हामीले उसलाई चाहिँ घुमाउनु लगेको टी गार्डनमा आएर चाहिँ यहाँको टीलाई टेस्ट गऱ्यौँ कस्तो छ भनेर। दुईवटा टी एउटा कफी प्लस हाम्रो ड्राइभर चाहिँ उता बस्नुभएको थियो, उतै दियौँ ड्राइभरलाई चाहिँ। सो हामीले चाहिँ चिया कफीसँग चाहिँ सेलरोटी र आलुदम खायौँ। यस्तो अब वेदर पनि दामी थियो, ठिकैको थियो, जाडो पनि थिएन गर्मी पनि थिएन, वेदर पनि दामी। यता यो भ्यू पोइन्ट हेर्दै खानु त झन् वाउ। र खानेकुरा पनि कस्तो टेस्टी थियो गाइस। प्लिज टु भिजिट टेमिटी गार्डन। अनि यस हामीले अब हाम्रो मैले भनिहालेँ अघि नै, मैले मेरो युएसबाट आएको गेस्टलाई चाहिँ घुमाउनु लगेको थियो। सो ऊ चाहिँ पुरा खुसी हुनुभयो। सोल्टिनी चाहिँ एकदम वाउ भनेर एकदम पुरा कम्प्लिमेन्टहरू दिनुभयो। एकदम हामीलाई पनि खुसी लाग्यो र हामीले यसरी नै मजाले टाइम स्पेन्ड गरेर इन्जोय गऱ्यौँ। मोमेन्टहरू क्लिक गऱ्यौँ, क्याप्चर गऱ्यौँ क्यामेरामा। दामी मजा आयो। सो यहाँनिर चाहिँ मैले सोल्टिनी र मेरो बेस्ट फ्रेन्डको चाहिँ यहाँनिर हल्का पिक्चर क्लिक गर्दै भिडियो बनाउँदै गइरहेको थियौँ। यहाँको भ्यूहरू चाहिँ एकदम साह्रै त्यहीँ बसिरहनु मन लाग्ने खाले क्या गाइस। यो चाहिँ चेरीको गाछ हो। अघि मैले भनिहालेँ फुलेको, यतिखेर फुलेको भए चाहिँ कस्तो राम्रो देख्थ्यो होला सोचिहाल्नुहोस् तपाईँहरू। त्यही सोचेर नै म नै कस्तो भइदिनु। ओ यो भइरहेछ, सुजी बिजी भइरहेछ, त्यही भएर म आफै खिचिदिन्छु। गुराँसको फुल देखेर चाहिँ हामीले लुकिकन चोरिकन चाहिँ चुट्टाइकन चाहिँ हामीले भिडियो बनाउनको लागि चाहिँ लिएको गाइस। यता नै हेरिदिनुहोस् है, साइड लुक। यता हेर्नुहोस्।
यो चाहिँ गाइज नाम्चीको सेकेन्ड डेस्टिनेसन हाम्रो नाम्चीको सन्दुकजीमा आइपुग्यौँ र यहाँको बुद्धको स्ट्याचुको हाइट चाहिँ देखेर चाहिँ भगवान् म त तर्सेँ नि हौ तर्सेँ कत्रो ठुलो रहेछ यस्तो दामी तर एकदम पिस क्या एकदम पिस नाम्चीको चाहिँ तर यहाँनिर चाहिँ जग्गाहरू पनि दामी दामी रहेछ घुम्ने ठाउँहरू हो स्ट्याचु पनि दामी भित्र दामी रहेछ भित्र पनि अहिले प्लिज तपाईँहरू भिजिट गर्नुहोस् एकदम पिसफुल एकदम यहाँनिर चाहिँ हामीले ओम माने प्रेमी भन्दै घुमाउनु आँटेको थिएँ र अब यहाँनिर चाहिँ हामीले घुमाउँदैछु कतिपय पापहरू थियो होला अलिकति भए पनि काटोस् अलिकति भए पनि घटोस् कम्ती होस् भनेर चाहिँ प्रे गर्दै थियौँ हामीले र फाइनली हामी चाहिँ भित्र पश्चिम सन्दुकजीको भित्र यस्तो दामी बसिरहनु मन लागिरहेको थियो तर के गर्नु अफसोस दामी कस्तो मजाको यहाँनिर त एकदम पिसफुल तर पनि हामी त बस्यौँ आधी घन्टा जस्तो त एक्स्ट्रा यहाँनिर बस्यौँ म यसरी मोनेस्ट्रीभित्र चाहिँ अब गएको थिइनँ कहिले पनि यो चाहिँ मेरो फर्स्ट टाइम हो भन्दा पनि हुन्छ बाहिरबाट चाहिँ देख्थ्यो तर जाने चाहिँ अब कहिले पनि भएको थिएन जाने मतलब अब के भन्नु बुद्ध भगवान्ले मलाई बोलाएको थिएन होला त्यही भएर जानु पाएको थिइनँ सो योपालि चाहिँ मलाई उहाँले बुद्ध भगवान्ले सम्झिनु भएछ बुद्ध भगवान्ले त्यही भनेर मैले जाने मौका पाएँ मजा आयो शान्ति भयो र माथि सिडी चढेर म माथि पनि पुगी छाडेँ यो माथि पुग्दा त झन् तर घाम बेसी लागेकोले फोटोहरू नै राम्रोसँगले क्लिक गर्नु पाएन आँखै चिम्म भएर क्या कस्तो भएको वेदर पनि दामी थियो तर गरम पनि थिएन जाडो पनि थिएन यस्तो दामी यो हाइट चाहिँ कति फिट भएको हो नि त्यो चाहिँ म भन्नु सकिनँ गाइस तर यस्तो दामी यहाँनिर चाहिँ फेरि मेरो बेस्ट फ्रेन्डले चाहिँ सेल्फी क्लिक गरिदिरहेको थियो मेरो सोल्टिनीको अब मेरो बेस्ट फ्रेन्डको टाइम आयो नाम्चीमा यस्तो दामी गाइज प्लिज डु भिजिट नाम्चीको यहाँ सन्दुकजीमा पनि मलाई चाहिँ यहाँ फुलहरू पनि कस्तो दामी फुलेको गुराँसको फुल यो फुलको नाम त म जान्दिनँ गाई कस्तो दामी थियो त्यही भएर मैले मजबुर भएँ मैले चाहिँ क्या यो क्लिक गर्नुको लागि चाहिँ स्पेसली गुराँसको फुल त हामीले किन चोरिरहेको थियो सो एउटा बात भनिदिइहाल्छ यहाँनिर चाहिँ फुलहरू चाहिँ तोड्नु मना रहेछ हो तर पनि अब चोरे हामीले तोडे सरी फर द्याट अन्यथा नसोच्नु होला अब कन्ट्रोल गर्न सकेन क्या गुराँसको फुललाई देखेर चाहिँ त्यही भएर यहाँनिर चाहिँ मैले एउटा मेरो भिडियो सो यो चाहिँ गाइजहरू हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ कहाँ हो भन्दा चाहिँ यो चाहिँ साई मन्दिरमा चाहिँ के चाहिँ बाहिरको दृश्य हो शिवलिङ बनाइदिएको रहेछ र दामी रहेछ बाहिरको दृश्य पनि अफसोस चाहिँ के भयो भन्दाखेरि चाहिँ भित्र गएर चाहिँ हामीले क्लिक गर्नु पाउँछ भन्ने चाहिँ सोचेको थियो तर दिएन त्यही भएर अब त्यहाँनिर लेखिरहेको थियो त्यही भएर चोरी छिपे गर्दा त हुन्थ्यो तर अब केही नगर्नु भनेर लेखेको थियो भने चाहिँ हामीले गऱ्यौँ न सो गाइज आइ एम सरी फर द्याट तपाईँलाई भित्रको दृश्यहरू देखाउनु सकिनँ नमस्ते यो चाहिँ गाई चारधाम हामी चाहिँ आइपुग्यौँ चारधाम नाम चाहिँ भित्र माथि होला कता गर्नुपर्छ पूजा चाहिँ माथि हजुर एन्ट्री गर्ने त्यही हजुर कताबाट हुन्छ अब हामी चाहिँ जाँदैछौँ एन्ट्री टिकट गऱ्यौँ अन्त पूजा गर्न जाँदैछौँ सो नाम्ची
हिँड्दै जाँदैछु। यो चाहिँ हो नाम्ची चारधाम। गुराँसको फुल पनि रहेछ। लु गाइस, हामी चाहिँ आइपुग्यौँ फाइनली चारधाम। दर्शन गर्ने मन थियो, आइपुग्यो भोलेनाथ, धन्यवाद। तर के गर्नु, अफसोस रड्डी भयो। यो गाइस, हामी चाहिँ आइपुग्यौँ है चारधाम। नंदी महाराज की जय हो। नाम्चीमा साथीहरूले सबैले पूजा गर्दैछ। अफसोस मैले पूजा गर्नु हुँदैन, त्यही भनेर पूजा नगरिकन बसिरहेको छु। यता भिजिट गर्दैछु, मन्दिरहरू हेर्दैछु। गाइज के गर्नु, भगवान् भोलेनाथले मलाई चाहेको थियो होला। जय भोलेनाथ, जय भोलेनाथ। ओम नमः शिवाय। ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँ शिवलिङ्ग रहेछ भगवान्। दर्शन गर्नु पाइनँ, तर पनि केही छैन। यति राम्रो मन्दिर यहाँनिर, यहाँसम्म आइपुग्नु भनेको नै बहुत ठुलो कुरा हो। अन्त कस्तो शान्ति फिल हुँदो रहेछ, होइन हुन्छ यहाँनिर। जय भोलेनाथ। अंत आप लोग भी आ सकते हैं गाइस, अच्छा है, आइए विजिट कीजिए। यहाँ पे बहुत शिवलिंग है, ज़्यादा शिवलिंग है। आप जहाँ चाहे वहाँ पे पूजा कर सकते हैं। यहाँ पे रिनोवेशन हो रहा है, इसके ऊपर भी नहीं तो जा सकते थे शिव जी के वहाँ पे, लेकिन अभी नहीं जा पाए, रिनोवेशन हो रहा है। जय भोले, जय भोलेनाथ, जय शिव शंभू, जय हर हर महादेव। ऐसे है जय भोलेनाथ।
भइरहेछ सुल्टिनी हो अब चाहिँ हामी घर रिटर्न हुँदैछौँ हाम्रो रुम रिटर्निङ टु आवर रुम